सो हेलो एभ्रिवन गाइस, यहाँ चाहिँ आज भटेर पुरा यहाँ सुरजको छोरी जन्मेको। यहाँ चाहिँ सबै केटाहरू अनि बुढापाका सबै यहाँ आएर हाम्रो पुरा कामहरू खानाहरू बनाउनु एकदम व्यस्त हुनुहुन्छ सबैजना। अनि यसरी अब चाहिँ कुकिङ हेर्न पर्यो भनेपछि राजेनले यहाँ मासु चलाउँदैछ। ल नपोखेसे यहाँ चाहिँ पुरा यहाँ पनि हुँदैछ। सब्जी हेरौँ न यार, सब्जी हेरौँ त कस्तो छ हाम्रो यहाँ नेचुरल सब्जी ग्रेभी स्टाइलमा। छोरीको बाउ चाहिँ यहाँ हो, सुरज घरती मगरको आज छोरी जन्मेको अनि उहाँले चाहिँ सो पार्टी गर्नुभएको छ। यहाँ मेरो आफ्नै कान्छो बुवा अनि सबैजना यता मासु काट्दै हुनुहुन्छ। दाइहरू यता आर्मी हुनुहुन्छ एकजना, यहाँ भर्खर युवा एकदम नाम निकालेर सफल। राइला मामा यहाँ, ठेकदारजी यता हुनुहुन्छ, दुईजना ठेकदार यता हाम्रो रमेश मान दाई एन्ड हाम्रो आत्माराम दाई काका सागरपुन गाउँले एन्ड आर्मीको बुवा हुनुहुन्छ। पारी हेर्नुहुन्छ सङ्गमको बाजे अनि उहाँ चाहिँ साइला मामा गत्ता साबन। यसरी पारी हेर्नुभयो भने ठुलीचोरको गाउँ पनि देखिसक्यो। यहाँ त ठेकदार हुनुहुन्छ, मासु काट्दै हुनुहुन्छ मिस्टर प्रदीप एन्ड यता राजन दीपक घरती मगर एन्ड सबैजनालाई हामीले आज पुरै गाउँलेहरू आउँछन् यतातिर। हाम्रो नेपालमा चाहिँ छुट्टै प्रकारको पहिचान छ, नानीहरू जन्मेपछि पनि गाउँतिर खुवाउने। यसरी हेर्नुभयो भने चाहिँ र सिम्पल गाउँघरको पारी रेखा। यतातिर हाम्रो मामाश्री धामी झाँक्री पनि हुनुहुन्छ, यहाँले फाकफुक यताउति सबै गर्नुहुन्छ हाम्रो मामाश्री। ल गाइज, यति भन्दै हाम्रो भिडियो चाहिँ अब यति नै अन्त्य गर्छु म। र यसरी हेर्नुभयो भने म यतातिर यसरी परतिर हेर्नुभयो भने चाहिँ अब चाहिँ यहाँ मिस्टर सुरजको घर, यता बाख्राहरू यही मध्येमा एउटा बाख्रा काट्यो, गोरु एउटै छ, भैँसीहरू। ऊ पारी हजुरले घाँस खसाल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ विक्रामा? घाँस काट्दै हुनुहुन्छ। ल माइजू सन्चै हुनुहुन्छ? यहाँ सबैजना हुनुहुन्छ। यहाँ सासूको आज नाति जन्मेको होइन, मैले भिडियो बनाएको सबैजना हुनुहुन्छ। छोरीले देखाउनु म पाएँ हुन्थ्यो, अहिले देखाउँला भिडियो। ल गाइज, यही भन्दै हाम्रो भिडियो चाहिँ यति नै समाप्त। यता रोक्सी फेरि यो पूर्व पश्चिमतिर यस्तो रोक्सी पार्थे यतातिर आएर रहेछ, तर यो यही भयो। यति भन्दै फेरि म आफ्नै कामतिर गएँ। यता कुखुराहरू पनि छ, लोकल कुखुराहरू। पारी गाउँलेहरू पुरा सब मिलेर भान्साको लागि एकदम परिपुक्क काम गर्दै हुनुहुन्छ। यसरी पहाडहरू हेर्न सक्नुहुन्छ तपाईँले, सरर होइन, त्यही नै हो। यति भन्दै अब हामी चाहिँ भिडियो बाइ गरे होइन मामाश्री?